हेलो हाई नमस्ते एभ्रिवान वेलकम टु माई न्यू भ्लग। आज म यसो बिहान बिहान काठमाडौँको भ्यू देखाउन हिँडिरहेको छु। अहिले चाहिँ बिहानको 7:41 भएको छ हैन। अनि अहिले यहाँ हेर्नु त कुकुर छ, मलाई डर लाग्यो गाइज। अनि भर्खर घाम लागिरहेको छ हैन, भर्खरै घाम आउन सुरु भएको छ हैन। अब म चाहिँ यता त्यत्तिकै निक्लेको थिएँ। बिहान बेलुका चाहिँ जाडो छ, दिउँसो त कहिले घाम लाग्छ कहिले घाम लाग्दैन, यस्तै छ मौसम हैन गाइज। अनि मान्छेहरू चाहिँ बिहान काममा जानु भएको छ, यताउता कोठातिर कता तरकारी सरकारी किनेर यताउता जानु लागिरहनु भएको छ। राम्रो छ गाइज, चिसो छ कि बिहान त चिसो छ। यो अङ्कलले चाहिँ सागहरू किनेर लिएर आइरहनु भएको रहेछ ट्याङ्गे। है गाइज, म चाहिँ घर पुग्न लागिसकेँ हैन। ल गाइज, आजको लागि चाहिँ यति नै भन्छु भनेको। यतातिर ध्यान गरौँ, घरमा के गरिन्छ। ल तारकेश्वर नगरपालिकापट्टि खतरनाक छ। ल बाई गाइज, लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनुहोस्।